हेलो साथीहरू नमस्ते। म कृषकको छोरा हो। यो हेर्नुहोस्, यो मेरो भटमास हो। यो भटमास मैले उखालेर यसरी झुन्ड्याइराखेको छु। यसरी झुन्डाउनु पर्छ साथीहरू। तपाईँहरू पनि सिक्नुहोस्, सिकेर धेरै धेरै फलाउनुहोस्। आमा बुवाको मात्रै आश गरेर हुँदैन। लाखले करोड, करोडले अर्ब बनाउने कोसिस गर्नुपर्छ। मेरो घर पहाडमा पनि छ। यहाँ तल देखिएको यो पहाडको हो। तराईमा पनि आमा बुवाले तल टन्नै हाम्रो खेती छ, घर पनि छ। तलै मकैले कहिले तल र माथि तल पनि जान्छु, माथि पनि खेती गर्छु। यस्तै छ। अब खेतीपाती गर्नै पर्छ। बसेर मात्रै खाने बानी बसाल्नु एकदम नराम्रो हो। राम्रो बानी बसाल्नुहोस्। यहाँ मेरो घर तल देख्दै हुनुहुन्छ, पहाडको घर हो यो चाहिँ मेरो। अनि अब पहाडको घर यस्तो छ। म पहाडमा खेती गर्छु, दुवैतिर गर्छु। यस्तो छ। अब यो चाहिँ मेरो खर्सानी बारीमा पुगे। यो खर्सानी यहाँ थुप्रै छ। अब यहाँदेखि यता मास्तिर पनि छ, यहाँ पनि छ। यहाँ यता माथि हेर्नुहोस्, यता माथि पनि छ। तर सबै ठाउँ किन घुम्ने, यसरी खेती गर्नुपर्छ साथी। गरेन भने हुँदैन। यो खर्च जोडेर हिसाबै हुँदैन। आफ्नो आम्दानी भनेको कहाँ जान्छ। त्यो अब आम्दानी गरिराख्नुपर्छ। एउटा भएन भने एउटा भएन भने एउटा गरिराख्नुपर्छ। चुप लागेर बसेर हुँदैन। सहरमा बसेर उपरखुट्टी लगाएर बस्ने मान्छेहरूसँग त म लजाउँछु। आफूसँग जति पैसा भए पनि त्यो पैसा छ भनेर त्यस्तो रमाइलोलाई मात्रै फलो गर्ने त्यो मान्छे नै होइन, त्यो पशु हो। पैसाले पैसा जोड्नु सिक्नुपर्छ। पैसा कसरी उत्पादन हुन्छ त्यो पनि त्यत्तिकै फल्दैन। यो पैसाको बोट भनेर हामीले चिन्नुपर्छ। यहीँबाट पैसा फल्ने भनेको, पैसाको कुनै बोटै हुँदैन। हेर्नुहोस् यी साथीहरू, हेर्नुहोस्, यो खोर्सानी बारी डुलेर साध्य हुँदैन। यत्रो छ, कहाँ डुलेर साध्य हुन्छ। थुप्रै छ। यहाँ त कहाँ खेतला नै कति हो कसैले टिप्दैछ, कसैले के गर्दैछ। यहाँ खेतलाहरू पनि लगाएको छु, उहिँदैछ साथीहरू कोही। यस्तो छ। अब तल यहाँ पर सबै टिप्नु नभ्याएर त्यत्तिकै खेर गइराखेको छ। हेर्नुहोस्, सबै प्लास्टिकको उपरमा झरेर हिजोअस्ति बिस्कुन पनि भएको थियो। अब त्यस्तै हो, सबै टिपेर फालियो, कोही कहाँको सुकेर। यहाँ तल यो त्यो देखिने सबै खर्सानीहरू हो। यो खर्सानीहरू टिप्नु भ्याइएको छैन। अब म सुँगुर पालन पनि गर्छु, बाख्रा कुखुरा सबै एकै ठाउँ। यो मेरो खोर हो। खोर ठुलो छ, थत्रे भाटाले बारेको भए पनि ठुलो पो छ। अब भोलि पर्सि राम्रो बनाउँछु। अब यो बिस्तारै जानुपर्छ, हतार गर्नु हुँदैन। तर गर्नु चाहिँ छोड्नु हुँदैन। हतार देखाउँछु, ठुलो छ, समय लाग्छ। बिस्तारै गरियो भने त बिस्तारै गर्ने नै। म हिँड्दैछु। यहाँ भित्र बाख्राहरू देखिएको छ, त्यो प्रोडक्सन डिपार्टहरू। उही आउनेहरू चाहिँ खसीहरू हो। यिनीहरू सबै खसी। यो 3-4टा छ, एउटा चाहिँ कहाँ छुटेर, 4-5वटा नै थियो, कहाँ छुटेर गयो। यिनीहरू भित्रको चाहिँ प्रोडक्सन डिपार्ट, यहाँबाट चाहिँ बाहिर आउँछ अनि प्याकिङ डिपार्टमा जान्छ यिनीहरू। अब यिनीहरू कुनै सेक्सन छुट्याएर राखेको छ। हेर्नुहोस्, यिनीहरू यो सबै खोर हो। यत्रो ठुलो छ। अनि कहाँ बिस्तारै देखाएर त सध्य नै हुँदैन। सुँगुरहरू कुखुराहरू भित्र त्यत्तिकै पातलो रूपमा राख्नुपर्छ। बाक्लो धेरै हो भने हुँदैन। एकै ठाउँमा राख्यो भने सुँगुर नखाएको बाख्राहरूले पनि खान्छ, खेरा जाँदैन, कुखुराले नि खान्छ। यस्तो छ। अनि यो चाहिँ खोर्सानी। यो खोर्सानी भनेको यसरी राम्रो स्याहार गर्नुपर्छ। धेरै महँगो छ बिरुवा किन्यो भने। यसलाई चाहिँ एक बोट बराबर 3 रुपियाँ पर्छ। यो हामी चाहे फागुन चैतदेखि हामी रोप्छौँ, चैतसम्म रोप्छौँ। फागुनदेखि लिएर यहाँ थुप्रै छ। करिब मेरो खोर्सानी 15-20 हजार बोटै छ होला। यहाँ धेरै छ। रोपेर अब बचेको चाहिँ बेच्नुपर्छ। अनि अब यता पर जाँदैछु। यो थर्ड यो लास्टचोटि राखेको बिउ कस्तो भएको छ हेरेको पनि छैन। यो पनि ठिकै रहेछ, हाइग्रेडकै रहेछ। हाइग्रेड नै रूपमा भएको छ। यसरी राख्नुपर्छ। राम्रो भएको रहेछ। यस्तो गर्नुपर्छ साथीले गरेको देखेर आफूले पनि गर्ने प्रयास गर्नुहोस्। आमा बुवाले ठगेर खाने बानी नगर्नुहोस्। भोलि पर्सि हामी पनि बुढो हुन्छौँ, त्यतिखेर बच्चाहरूले ठग्यो भने के गर्ने। हेर्नुहोस्, यता अर्को यहाँ पनि आयो। यस्तो छ। यस्तो गर्नुपर्छ साथी। आफूले ठगेर कहाँ हुन्छ। आमा बुवाले स्याहार सुसार गर्नुपर्छ होइन। अब त बुढो भयो हामी, यो बलगत हुन्जेलसम्म हामीले गर्नुपर्छ। हेर्नुहोस्, यस्तो छ। यो एक बोटले यसरी 3 रुपियाँ पर्छ। यो एक बोटले होचो लामो छ। तर यो अग्लोले केही पनि गर्दैन, होचोले केही पनि गर्दैन। यस्तो छ। अग्लो होचो रहेछ। भोलि पर्सि रोप्दा आफै त्यहाँनिर मिलिहाल्छ प्यानल।
अनि त्यस्तो छ। अनि त्यहाँबाट यस्तो भएर चाहिँ यहाँ यो आलु खेतीहरू हो। यिनीहरू चाहिँ आलु खेतला लगाएर रोपेको छु पुरा। यिनीहरू पनि सकेसम्म आफै खट्छु, कहाँ यो के अरे नभ्याएको खण्डमा मात्रै खेतला लगाउँछु। आफै गर्नुपर्छ, त्यो के अरे काम गर्नु लजाउनु हुँदैन। कुनै क्षेत्रमा पनि काम गर्नु लजाउने मान्छे नै होइन, त्यो भनेको पशु हो। पशु पनि लजाउँदैन। यिनीहरू सागबारी हो, मेरो सागबारीमा आइपुग्यो। थुप्रै रोपेको छु, साग त थोरै नै छ। थुप्रै खेतीहरू गरिरहेको छु, बोडी छ, लसुनहरू छ। यिनीहरू सबै घुमेर त साध्य नै हुँदैन। त्यसैले म तपाईँहरूलाई थोरै अंश मात्रै निकालेर तपाईँहरूलाई देखाउन गइरहेको छु। प्लिज फेरि पनि म तपाईँहरूले यस्तो खालको मात्रै होइन, म सबै खालको लिएर आउने छु। मलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। सब्सक्राइबर थिएन भने अल्छी लाग्छ के यस्तो खालको सेयर गर्नु। अरू पार्टहरू मलाई सबै आउँछ, यो के अरे गाउने नाच्नेदेखि लिएर सबै केटाकेटी के गरेको सबै म सेयर गर्न सक्छु। तर तपाईँहरूको चाहिँ सब्सक्राइब चाहियो क्या। मसँग सब्सक्राइबर छैन। यता लसुन खेतीहरू यस्तै छ है। लु हेर्नुहोस्, तपाईँहरूलाई कस्तो लाग्छ कुन्नी। जस्तै लागे पनि अब राम्रै गरी हेरिदिनुहोस्। मन परे पनि हेर्नु, मन नपरे पनि हेर्नु, ठिकै छ। मन नपर्नु पनि मन पराउनु त झनै राम्रै कुरा हो। मलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। फेरि भेट्नेछु। हवस् त, नमस्ते, बाई बाई।